श्याम सर, न्युजिल्यान्डमा ब्याचलर पढ्ने स्टुडेन्टले र मास्टर पढ्ने स्टुडेन्टले कति आवर्स काम गर्न सक्नुहुन्छ र पढाइ सकिसकेपछि पोस्ट स्टडी वर्क भिजा, काम गर्ने भिजा कति पाउनुहुन्छ, त्यो क्लियर गरिदिनुहोस् न आज। न्युजिल्यान्डमा मास्टर पढे पनि ब्याचलर पढे पनि तपाईहरूले लिगल्ली 20 आवर्स काम गर्न पाउनुहुन्छ एज अ इन्टरनेसनल स्टुडेन्ट। र यो स्टडी टाइमको बेला हो। फेरि भ्याकेसनको टाइममा तपाईँले जति बेलासम्म तपाईँको भ्याकेसनको टाइम रहन्छ त्यति बेलासम्म तपाईँहरूले फुल टाइम काम गर्न सक्नुहुन्छ। र पिएसडब्ल्यूको कुरा गर्नुपर्दा चाहिँ तपाईँले ब्याचलर कति इयर्सको गर्दै हुनुहुन्छ, कसैले 2 इयर्सको ब्याचलर गर्नुहुन्छ, कसैले 3 इयर्सको ब्याचलर गर्नुहुन्छ। सो तपाईँले 2 इयर्सको यदि ब्याचलर गर्दै हुनुहुन्छ भने 2 वर्षको नै पिएसडब्ल्यू पाउनुहुन्छ, 3 इयर्सको ब्याचलर गर्दै हुनुहुन्छ भने 3 वर्षको नै पिएसडब्ल्यू पाउनुहुन्छ। अब मास्टर गर्दै हुनुहुन्छ भने कस्तो केसमा कति पिएसडब्ल्यू पाइन्छ त्यसको बारेमा पनि छलफल गरौँ। मास्टर यदि तपाईँहरूले 120 क्रेडिटभन्दा बढीको कोर्स पढ्दै हुनुहुन्छ भने चाहे त्यो 1 वर्षको होस् अथवा 1.5 वर्षको होस् अथवा 2 वर्षको नै होस्, तपाईँले 3 इयर्सको पिएसडब्ल्यू चाहिँ पाउनुहुन्छ। सो मास्टर्स अप्लाई गर्दा 3 इयर्सको नै पाउनुहुन्छ। ब्याचलरमा डिपेन्ड गर्छ कि तपाईँले कोर्स कतिको चुज गर्नुभएको छ, 2 इयर्स, 3 इयर्स अरू 1 इयरको मात्र गर्दै हुनुहुन्छ क्रेडिट ट्रान्सफर लिएर। ओके सर, यो भ्याकेसन भन्नाले चाहिँ जस्तै हाम्रो नेपालमा छुट्टी हुन्छ नि, हजुर, दसैँको छुट्टी हुन्छ, अरू बिदा हुन्छ, हो त्यस्तै न्युजिल्यान्डमा पनि बिदाहरूमा चाहिँ स्टुडेन्टले फुल टाइम काम गर्न पाउनुहुन्छ? अफकोर्स सर, न्युजिल्यान्डमा हरेक सेमेस्टर ब्रेक हुँदाखेरि हरेक कलेजले, युनिभर्सिटिजले हामीलाई भ्याकेसन दिन्छ सर्टेन टाइमको लागि। अब कुनै युनिभर्सिटी, कुनै कलेजले 1 महिनासम्मको दिइरा हुन्छ, कसैले 15 दिन 20 दिनसम्मको पनि दिइरा हुन्छ। सो त्यो हाम्रो भ्याकेसनको टाइममा हामी मजाले फुल टाइम काम गर्न चाहिँ पाउँछौँ। ओके, थ्याङ्क यू सो मच। अब न्युजिल्यान्ड अप्लाई गर्न खोज्ने स्टुडेन्ट्सहरूलाई, प्यारेन्ट्सहरूलाई के भन्न चाहनुहुन्छ? यदि हजुरहरूले न्युजिल्यान्ड अप्लाई गर्ने प्लान गर्नुभएको छ भने एक्सपिरियन्स गाइडेन्स लिनको लागि पिक्चर एजुकेसनमा आउनु पर्यो र यहाँबाट आफ्नो न्युजिल्यान्डको प्रोसेस अगाडि बढाउनु पर्यो।